यो चाहिँ सबै कार्यक्रम अब के भनौँ म अब जाँदैछु अब भन्नु त पर्यो म जाँदैछु त्यस कारण यो सबै हो होइन त हो नि यो हुँदैछ धेरै धेरै धन्यवाद होइन यतातिर यस्तो छ म रुँदिनँ अनि यता मासु पाक्दैछ के पक्दैछ माधव दाइ ए मासु पाक्दैछ रायता पाक्दैछ यी अब यति धेरै मिहिनेत गर्नु भएको छ धन्यवाद सबैलाई यहाँ मासु पाकिरहेछ मासु अनि यहाँ चाहिँ म र माधव दाइ छ हेलो जानी भयो गर अब के गर्ने अब रोइचिन नि रोइचिन रुन्ची 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 नरौ न धेरै धेरै धन्यवाद सबैजनालाई सबैलाई मिस गर्नेछु गइसकेपछि सबैलाई धन्यवाद 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 है धन्यवाद 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 दाइ उता हेर्नु त उता त्यो आँसु पुग्ने त अलि सफ्टमा ल्याएन त्यो आँखा निस्केर आएको छ त्यो पनि म त घर देखेको छु अब उही पनि भेट भइन्छ अब ऊ चाहिँ नजिक छ मलाई टेन्सनै छैन सुरु गरौँ मलाई के बस्नु राख्नुहोस् म बसौँ बसेर भन्नुहोस् कि त्यो ढाक्यो कि बस्नु त्यसो भने पहिले के भन्नुपर्ने छैन भन न त लास्टमा भन्दा राम्रो हुन्छ लास्टमा भनौँ लास्टमा भन्न त सक्छौ नि म कता बस्नु चाहिँ नत्र ए अब अङ्कललाई तपाईँले हामी पोलिदेखि थाहा छ जान्छ नि भन्ने कुरा त भइरहेको थियो तर जो विगत 2 वर्ष माघमा 2 वर्ष पुग्यो होइन 2 वर्ष 1 महिना 3 दिन कति भयो त्यो 4 गते भनेपछि 2 वर्ष लाग्यो 2 वर्ष 1 महिना हजुर 2 वर्ष 1 महिना चाहिँ 2 वर्ष 1 महिना 2 दिन रहनु पर्छ पनि ठुलो कुरा हो सुरुमा चाहिँ त्यो 5-6 महिना भनेर आएको मान्छे पछि हाम्रो आवश्यकताले गर्दा नै हाम्रो मागलाई चाहिँ मध्यनजर गरेर होइन काम गर्नुभयो काम फेरि कस्तो भने चाहिँ अब सबैले चाहिँ रुचाएर सबै एउटा फ्यामिली रूपमा चाहिँ हामीले चाहिँ काम गऱ्यौँ अनि यो ठाउँलाई सम्झेर पक्कै पनि आउनेछ फोन संवाद हुनेछ भन्ने चाहिँ म चाहिँ विश्वास लिएको छु त्यस्तो अब हामीले ठुलो बिदाई भने त्यो चाहिँ ठुलो कार्यक्रम त केही पनि गर्न सक्दैनौँ त्यो समयले मैले अघि पनि भनिसकेँ फुलमाला टिका लगाएर हामीले एउटा चाहिँ सानो औपचारिक कार्यक्रम जस्तो चाहिँ गर्नेछौँ योगदानको कदर गर्दै एउटा के नै दिन सक्दैन चाहिँ फुल टिका लगाएर फेरि भेटौँला कार्यक्रम चाहिँ राखेका छौँ यसमा आवश्यकता पर्यो अथवा फेरि त्यो चाहिँ के पृथ्वी गोलो छ भने जस्तो त्यसमाथि हामी चाहिँ मेडिकल फिल्डको मान्छे अब आज गएर त्यो यो चाहिँ सबै यात्रा टुङ्गिन्छ भन्ने चाहिँ हुँदैन यतिकै स्टाफ चाहिँ अरू पनि भइदिनु जस्तो लाग्छ मलाई त होइन अब हर पक्षमा चाहिँ एकदम सहयोगी होइन अब सबै हामी यस्तै भन्नाले यत्तिको नभए नि कम त सबै छौँ तर चाहिँ यिनलाई चाहिँ जित्नुपर्छ होइन सहयोगको लागि यो फ्यामिली हाम्रो यो अब एउटा फ्यामिली भएपछि होइन एक्लै आएकोलाई चाहिँ एकदम सहयोग नगरिकन हुँदैन त्यस्तो हुनुहुन्छ सबैजना एकदम राम्रो राम्रो एकदम राम्रो टिम छ कि होइन अझ यसलाई चाहिँ अब यिनी चाहिँ उदाहरण हुन् कि होइन यिनी आएपछि अब त्यो चाहिँ हामी अहिले एक छौँ अब त्यही हो अब फेरि भेटौँ लगाएको होइन फेरि घुमैफिरि चाहिँ अब आउन परोस् भन्छ हामीले त किनकि होइन यस्तो मान्छे चाहिँ अब हामीले चाहिँ छोडेर जाँदाखेरि एकदम अब यो घडी चाहिँ एकदम दुःख घडी छ त्यही त होइन त्यस्तो हो तिमीले चाहिँ कतिपय कुराहरू हामीलाई ज्ञान दिएर गइछौ हामीले नि कतिपय कुरा ज्ञान द्यायौँला तिमीलाई होइन र चाहिँ यहाँको अब जे भयो हामी अब एक ठाउँमा बसेपछि कुनै दिन टाठो बोल्ने होला कुनै दिन होइन अब त्यस्तो भयो होला त्यसलाई चाहिँ चटक्क भुलेर चाहिँ राम्रा कुराहरू माथि लैजाने त्यही हो तिम्रो चाहिँ अब थप चाहिँ प्रगतिको कामना गर्दै होइन राम्रा राम्रा कुराहरू सुन्न पाइयोस् त्यही नै हो डल्लु दाई के त भन्नु के भन्नुहुन्न सरस्वती दिदी मेरो तर्फबाट यहाँलाई धेरै धेरै आभारी छु होइन धन्यवाद छ सृजना सिस्टरलाई अब धेरै राम्रो लाग्यो यहाँ होइन अब सबै कुरामा चौतर्फी सबै कुरामा एक्टिभ भन बोलीदेखि लिएर सबै कुरामा राम्रो हुनुहुन्थ्यो होइन अब
यहाँले जति अब यहाँकै ठाउँमा आइसकेपछि यहाँले जति भूमिका निभाउन त म सक्छु सक्दिनँ त्यो आफ्नै मनैदेखि आउने हो होइन सबै कुरा त सम्भव हुन्न होइन सकेसम्म उहाँले दिएको ज्ञान होइन सिकेको स्किल आफूले नै गर्नेछु र कामको क्रममा कुनै पनि कन्फ्युज लाग्यो मैले जतिखेर नि फोन गरेर सोध्नेछु त्यसमा पक्कै पनि रिप्लाई दिनुहुन्छ राम्रो पक्षहरू होइन मात्रै लगेर जानुहुनेछ भन्ने पनि आशावादी छौँ भविष्यको कामना धेरै प्रगति गर्नुहोला होइन हाम्रो सम्बन्ध त पछि पनि गाढा नै हुनेछ पुरस्कारसम्म कुर्सी ल्याएर बस्छ कि बसेर अलिक ल्याएर बोलिन्छ म भन्छु कि म भन्छु कि होइन अनि म यहाँ सुरुमा आएको थिएँ नि त अब सुरुमा आउँदा त कति नराम्रो लाग्छ कोही पनि चिनेको थिएन फोन गरेको थिएँ कहाँ पुग्यो कस्तो भइरहेको यात्रा अब नयाँ ठाउँ छ राम्रोसँग जाऊ भनेर फोन गरेको थिएँ होइन अनि आउने बेलामा पनि के कसरी आउँछौ भनेर सबैभन्दा धेरै चाहिँ उसले नै ख्याल गरेको थियो कि अब सबैभन्दा राम्रो साथी चाहिँ उनी हो त्यसमा दाहिने हात राख्छु अब त्यो हजुर चाहिँ त्यति बेला नयाँ भएको आफ्नो फ्यामिली जस्तो भइसकेछ होइन अब त्यस्तो उस्तो हुँदा नि त सुरुमा आउँदाखेरि चाहिँ कसैले ख्याल गर्दै हुन्थ्यो जस्तो गयो होइन ठिक छ मलाई चाहिँ सुरुमा सपोर्ट होइन आज तिमी भएका गतिविधि यो ठाउँमा चाहिँ मलाई सबभन्दा सुरुमा घुलमिल हुन सहयोग गरेको मान्छे चाहिँ यही नै हो मैले सुरु भने घुलमिल हुनको लागि कम्युनिटी आइसक्यो कम्युनिटीसँग चाहिँ भिज्नुपर्छ कि त्यो खुबी चाहिँ उनीमा छ होइन त्यो चाहिँ हुनुपर्छ हामी सबैले चाहिँ सिक्नु परेको पार्ट चाहिँ त्यो छ एक दुईवटा कुरा छोडेर अरू चाहिँ 32 लक्षण छ आज नभन्नु जानुपर्ने नै हुन्छ है आज नगए भोलि आज मेरो दिन आयो बाँचुन्जेल गतिशील प्रक्रिया रहिरहन्छ अब एकदम साँच्चै कि मैले एकदम सम्झिन्छु साँच्चै यहाँ चाहिँ मेरो लागि यो छुट्टी नै हो कि मैले भने नि मेरो पहिलो जब पनि भयो र घुलमिलिने तरिका सबैले गर्ने आफ्नो गाउँठाउँ भएको हिसाबमा नै धेरै प्रस्तुत भयो म एकदमै धेरै आभारी छु अब